हेलो साथीहरु, आज चाहिँ म जोरथाङ हाटमा आएको छु। यहाँनिर हेर्नुस्, सबै यो अर्ग्यानिक सब्जी बजार हो यो। र यसरी हामी चाहिँ आज यो जोरथाङ बजारमा हामी आएको यो डल्लै यो जग्गाहरु सबै यो सब्जी बजार हो। अनि हाम्रो यहाँ सरहरु नरेन सर र प्रदीप सर मेरो साथमा हुनुहुन्छ। र नरेन सर चाहिँ यहाँनिर भेन्डी खोज्नु हुँदै थियो, कता जानुभयो। प्रदीप सर चाहिँ ऊ तल कानमा फोन टालेर हिँडेको हुनुहुन्छ। हेर्नुहोस् एकदम आज सन्डे हो, सन्डे चाहिँ एकदम राम्रो यहाँनिर हरेक कुरा पाउँछ, अर्ग्यानिक कुराहरू। हेर्नुहोस् एकदम मटर पनि निक्लेको छ बजारमा। एकदम जोरथाङ बजार चाहिँ यस्तो छ, हेर्नुहोस् है। यहाँनिर गाउँ बस्तीबाट आएको यो जुन चाहिँ सब्जीहरू, यो टोटली यहाँ देखिएको यो सब्जीहरू हो। हेर्नुहोस् है, कतिले सब्जीहरू बेच्नु हुँदैछ, लामा बाबा पनि लिएर किन्नु हुँदो रहेछ। यसरी सबैजनाले सब्जी किनेको छ। हाम्रो नरेन सर भेन्डी किन्नु आउँछु भने चाहिँ कता पस्नु भयो। सब्जी बजार यस्तो छ है हजुरहरू, हेर्नुहोस् आजको नजारा। सब्जी सब सकेको रहेछ। यति राम्रो छ यहाँ, हेर्नुहोस्। र हाम्रो यहाँ नरेन सर के गर्नु भएको तपाईँ? के सब्जी हो? भेन्डी है। उहाँले भेन्डी लिनु हुँदो रहेछ यहाँ भइहाल्कोबाट। बस्तीको प्युर भयो तर सिलगढीको बेच्दै रहेछ। कोपी हेर्नुहोस्, टमेटो एकदम अर्ग्यानिक चिजहरू छ। र सानो बुनुले यहाँनिर सब्जी बेच्नु हुँदो रहेछ। कसरी बुनु यो सब्जी? साग 20 रुपियाँ मुठा है। यति राम्रो सब्जीहरू आएको छ। तपाईँहरूलाई पनि चाहियो भने आउनु होला जोरथाङ बजारमा।